हेलो एन्ड नमस्कार। हाम्रो पाथिभरा दर्शनको डे 3 मा हामी बिहान करिब 1:30 बजेतिर उठ्छौँ। यसो उठेर बाहिर निस्केको त धेरै भक्तजनहरू त उकालो चढ्न थालिसक्नु भएको रहेछ। ओहो ढिलो भयो भनेर हामी पनि छिटो छिटो गरेर 2:15 होटलबाट निस्क्यौँ र भिडियो बनाउँदै बनाउँदै हामी पनि उकालो चढ्न थाल्यौँ। नजिकैको गणेश मन्दिरमा अघिल्लो दिन नै राम्रोसँग पूजा गरेका थियौँ। त्यही कारणले हामीले त्यो दिन दर्शन गरेर केही भेटी चढाई फटाफट आफ्नो बाटोतिर लाग्यौँ। माताको दर्शन पानी मात्रै पिएर गर्ने भन्ने सोचले हामी चाहिँ निस्केका थियौँ र त्यसैले नै हामी थकाइ मार्दै मार्दै बिस्तारै बिस्तारै उकालो चढ्दै थियौँ। अलिअलि घाम देखिए पछाडि मम्मी बुवालाई आउँदै गर्नु है भनेर आफू छिटो छिटो हिमाल हेर्नको लागि उकालो चढे। त्यहाँ अलिअलि हिउँ पनि परेको रहेछ र हिमाल निकै राम्रो देखिएको थियो। अलिकति अगाडि गएर हेर्दाखेरि हिमाल कस्तो देखिएला भनेर म चाहिँ अलिकति अगाडि बढेँ र त्यहाँ पुगेर फोटो भिडियो खिच्न थालेँ। त्यहाँ एकजना दाइ एक्लै हुनुहुँदो रहेछ र कसले फोटो खिचिदिएला भनेर बसिराख्नु भएको रहेछ। अनि म पनि एक्लै थिएँ। मैले त्यो दाइको फोटो खिचिदिएँ र त्यो दाइले चाहिँ मेरो फोटो खिचिदिनु भयो। मैले मेरो ब्याग र ट्रेकिङ पोल चाहिँ त्यो ब्लू कलरको बेन्चमा राखेको थिएँ र त्यहाँ धेरै बेर वेट गर्दा पनि मम्मी बुवा नआएको हुनाले म चाहिँ बिस्तारै बिस्तारै उकालो चढ्दै मन्दिरमै गएर पर्ख्यौँला भनेर माथि चढ्दै थिएँ। अलिकति माथि चढिसके पछाडि के बिर्से जस्तो मलाई लाग्न थाल्यो। अनि यसो विचार गरेको त एउटा हातमा फोन अर्को हातले घन्टी बजाउँदै बजाउँदै माथि चढ्दै रहेछु। भरे मेरो ट्रेकिङ पोल त त्यहीँ तल नै बेन्चमा छुटेछ। फेरि छिट्टो छिटो म तल गएँ र मेरो ट्रेकिङ पोल चाहिँ जस्ताको जस्तै त्यहीँ बेन्चमै थियो। त्यसको चाहिँ मैले भिडियो बनाउनु बिर्सेँ र फेरि म हिमाल हेर्दै हेर्दै उकालो चढ्दै थिएँ। म चाहिँ मन्दिर पुग्न लागेँ। मम्मीहरू चाहिँ अझै देखिनु भएन भनेर यसो हेरेको मम्मीहरू पनि आउँदै हुनुहुँदो रहेछ। अनि मैले मम्मीहरूलाई त्यहीँ वेट गरेँ र हामी सँगै लाइन बस्न गयौँ। हामी लाइनमा बसेको 1 मिनट पनि भएको थिएन होला मैले यो भिडियो बनाउँदाखेरि कति भिड भइसकेको थियो। माताको दर्शन गर्न सुपर एक्साइटेड हुँदै हामी चाहिँ फोटो खिच्दै भिडियो बनाउँदै त्यहाँ लाइनमा उभिरहेका थियौँ। अब त घाम पनि मजाले लागेर न्यानो भयो। यो लाइन चाहिँ अगाडि भन्दा पछाडि धेरै बढिरहेको थियो र अब हामी चाहिँ गेटभित्र पनि छिरिसकेका छौँ। माताको वरिपरि पूजा गर्ने फोटो र भिडियो खिच्नेको भिड निकै देख्न सकिन्छ। अब चाहिँ हामी माताको निकै नजिक पुगेका छौँ। भिडभाडको कारणले गर्दाखेरि त्यहाँ नजिकै पुगेर फोटो भिडियो खिच्नु पोसिबल थिएन। त्यही भएर मैले चाहिँ अलिक टाढैबाट फोटो र भिडियो खिचेँ। मैले पूजा गरिसके पछाडि यता पारी गएँ र मम्मी बुवाले माताको पूजा गरेको भिडियो बनाइदिएँ। त्यहाँ गुरुले चाहिँ भिडभाड भइसक्यो छिटो छिटो पूजा गरेर जानु होला भनेर सबैजनालाई भन्दै हुनुहुन्थ्यो। खासमा पाथिभरा दर्शन गरेर पाथीमा सिक्का भर्ने चलन रहेछ। हामीले चाहिँ एउटा दियो लगेको थियौँ र त्यही दियोमा सिक्का भरेर मातालाई चढायौँ। हामी पानी मात्र पिएर पूजा गर्न सकौँ भनेर प्रे गर्दै गर्दै आएका थियौँ र माताको शक्तिले सोचेको कुरा पनि पुरा भयो र हामी निकै खुसी पनि भयौँ। अन्त्यमा हामी तिनैजनाले पालैपिलो आरती गऱ्यौँ। पहिला बुवाले माताको आरती गर्नुभयो, त्यस पछाडि मम्मीले आरती गर्नुभयो र अन्त्यमा मैले आरती गरेर हाम्रो पूजा सम्पन्न भयो। त्यसपछि हामीले केही बेर त्यहाँ फोटो भिडियो खिचेर त्यहाँबाट बाहिर निस्कियौँ। पूजा त सकियो तर यस्तो राम्रो ठाउँ छोडेर हामीलाई फर्किने मन थिएन र त्यही साइडमा बसेर हामीले एकछिन नास्ता गऱ्यौँ। हामीले नास्ता गरिसक्दा त लाइन त निकै तलसम्म पुगेको रहेछ। ल अब हेर्नुहोस् पाथिभरा माताको दर्शन गर्न आउने भक्तजनहरूको भिड। फेरि पनि हामी एकछिन फोटो र भिडियो खिच्न व्यस्त भयौँ र फोटो भिडियो खिचिसके पछाडि हामी त्यहाँबाट तल झर्न थाल्यौँ। र मेरो तेस्रो पटकको पाथिभरा माताको दर्शन निकै रमाइलो भयो। म 3 पटक त्यहाँ पुग्दा पनि सुधार हुन नसकेको कुरा चाहिँ मन्दिर क्षेत्रमा रहेको टोयलेट हो। मैले त्यति फोहोर टोयलेट चाहिँ कहिले काहीँ देखेकै थिएन। डेली हजारौँ भक्तजनहरू दर्शन गर्न जाने पाथिभरा क्षेत्रको टोयलेट देखेर चाहिँ मलाई निकै दुःख लाग्यो। आशा छ म फेरि त्यहाँ जाँदा त्यस्तो टोयलेट देख्न नपरोस्।
र हामीले कहीँ पनि फोहोर फाल्नु हुँदैन। झन् यो त धार्मिक ठाउँ, डस्टबिनहरू राखेको छ, त्यसलाई युज गरौँ र असल नागरिक बनौँ। अब यति नजिकैबाट हिमाल कहिले देखिन्छ होला भनेर मैले चाहिँ हिमालसँग एउटा भिडियो बनाइहालेँ। माथि घाम तापेर आएको हामी, तल चाहिँ यहाँ उसेले हामीलाई छोपिरहेको थियो। मन्दिर जाँदा अँध्यारै थियो, आउँदाखेरि डाँडा काँडा हेर्दै आउँला भनेको पुरै हुस्से लाएर केही पनि देखेन। यहाँबाट चाहिँ तल्लो फेदी देखिँदो रहेछ र मैले त्यसकै भिडियो बनाइहालेँ। होटल पुगेर खाना खाइसकेपछि एकछिन रेस्ट गऱ्यौँ र त्यहाँबाट हामी निस्किन लाग्यौँ। हामी बसेको होटल चाहिँ यही हो, मुना होटल एन्ड लज। म फर्स्ट टाइम पाथिभरा 2070मा सुकेटारदेखि हिँडेर गएको थिएँ र 10 वर्षपछि 2080मा हामी काफ्लेपाटीसम्म गाडीमा जान पाएका थियौँ। फर्स्टचोटिमा हिँडेर दुःख पाएको थियो भने सेकेन्डचोटिमा चाहिँ काफ्लेपाटीदेखि ताप्लेजुङ जानको लागि गाडी पाउन निकै समस्या परेर धेरै गाह्रो भएको थियो। योपालि चाहिँ त्यस्तो नहोस्, काफ्लेपाटीदेखि ताप्लेजुङसम्म सजिलैसँग जान पाइयोस् भनेर सोचिरहेको थिएँ र हामी काफ्लेपाटी पनि आइपुग्यौँ। तर सोचे जस्तो हुन्न जीवन, 1.5-2 घन्टा वेट गरेर हामीले बल्ल बल्ल गाडी पायौँ। आई डोन्ट नो त्यहाँको प्रब्लम के थियो। अब त्यहाँ लाइन सिस्टम पनि थिएन, एउटा रजिस्टर बोकेर एउटा मान्छे बसेको थियो, त्यो मान्छेलाई हामीले अलरेडी अगाडि नै नाम टिपाइसकेको थियो। तर हामीभन्दा पछाडि आउने मान्छेहरू हामीभन्दा अगाडि गइरहेका थिए। हाम्रो ग्रुपमा 5 जना थियौँ र त्यो अर्को ग्रुपको मान्छे 4-5 जना मिलेर हामी एउटा गाडी भरि नै मान्छे भयौँ। त्यस पछाडि हामीलाई नाम टिपायौँ र हामीलाई जान दिनु भनेर कति बेर रिक्वेस्ट गऱ्यौँ। त्यो मान्छेले हामीलाई इग्नोर गर्दै अरूलाई पठायो। के भएको हो त्यो मलाई थाहा भएन। प्रिभियसली 2080मा जाँदाखेरि पनि त्यस्तै भएको थियो, त्यस्तै नराम्रो एक्सपिरियन्स थियो भने 2081मा जाँदाखेरि पनि यो चाहिँ एकदमै नराम्रो एक्सपिरियन्स भयो। बाटो पनि एकदमै नराम्रो र यो गाडीको म्यानेजमेन्ट पनि एकदमै नराम्रो। आई डोन्ट नो के हो यो, मैले नबुझेको कि यो एक्सपिरियन्स चाहिँ मैले मात्रै गरेको कि अरूले पनि गरेको छ कि अब त्यो चाहिँ थाहा भएन। तर एकदमै नराम्रो एक्सपिरियन्स थियो यो चाहिँ। र बेलुकातिर ताप्लेजुङ आइपुगेर हामी होटलमा बस्यौँ। थाकेको हुनाले मैले भिडियोहरू केही पनि बनाइनँ र भोलिपल्ट बिहानै चाहिँ हामी कोरिडोरको बाटो हुँदै धनकुटा धरान हुँदै चाहिँ हामी विराटनगरतिर आउँदैछौँ। कोरिडोरको बाटो पनि अति नै धुलै हाम्रो ब्याग त हेर्नै नहुने भएको थियो। लामो समय पछाडि पिच बाटोमा हिँड्ने मौका मिल्यो र तलतिर मूलघाटको पुल पनि देखिँदै थियो। अब चाहिँ घर आइपुग्न आँटो जस्तै फिल भइरहेको थियो। अनि यहाँ चाहिँ हामी नास्ता खान उत्रेका थियौँ। सिन्धुलीको बाटो जस्तै यता पनि ऐना राखेको रहेछ र अब हामी चाहिँ भेडेटार आइपुग्यौँ। यो गाडी चाहिँ धरानसम्मको मात्र थियो र त्यहाँ उत्रेर हामी चाहिँ विराटनगरको बस चढ्यौँ र विराटनगरतिर लाग्यौँ। इटहरी चोक पुगे पछाडि त अब त घरै आइपुगे जस्तै फिल हुन थालिसक्यो। त्यो दिन चाहिँ छठ पर्वको तेस्रो दिन अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ दिने दिन थियो। छठको चहल पहल हामी यहाँ भिडियोमा पनि देख्न सक्छौँ। सबैतिर तयारी भइरहेको थियो।
र यो चाहिँ बुढी खोला, यहाँ पनि छठको तयारी भइरहेको थियो। र फाइनली हामी बसबाट उत्रयौँ र सिटी चढेर घरतर्फ लाग्यौँ। बाई बाई, थ्याङ्क्स फर वाचिङ।